हाई एभ्रिवन, आजको यो मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ है त। यो मेरो घर हो। घर अगाडि चाहिँ मेरो कति धेरै ऐसालुहरू चाहिँ फलेको छ है। अनि मेरो बाबुहरूलाई एकछिन कुरेर बसाउन्जेलसम्म म चाहिँ तिमीहरूलाई ऐसालु खुवाउँछु भनेर ऐसालु टिप्न गएको। अनि यो बाबु चाहिँ हाम्रो कुल्मीको दिदी हुनुहुन्छ, मसँग काम गर्ने त्यहाँदेखिको चाहिँ सानो छोरा हो। अनि यसले चाहिँ आज पेट दुख्यो भनेर नाटक गरेको अनि स्कुलै नगएको के यो चाहिँ। अनि मैले चाहिँ अब ऐसालुहरू टिपेर बच्चाहरूलाई खुवाउँदैछु। अनि त्यसै गरी अब एकछिनमा यिनीहरूको बस पनि आउँछ र यिनीहरू जान्छन् स्कुलतिर। यिनीहरू स्कुल गइसकेपछि हामीले बनाउँदै थियौँ म्यागी। मेरो नेपाली चाहिँ अलि उस्तै छ है, नबोल्ने भएर त्यति प्र्याक्टिस पनि छैन। दिउँसोतिर चाहिँ हामीले म्यागी बनाउँदै थियौँ कस्टमरहरूलाई है। अनि यो चाहिँ हाम्रो सानो बच्चा चाहिँ कस्टमरको बच्चा हो। कति क्युट के, इन्डियनहरूको बच्चा पनि कति माया लाग्दो के। अनि मैले चाहिँ यसो भिडियोहरू बनाइहालेको। अनि दिउँसो त ठिकै थियो मौसम चाहिँ। अनि बेलुकातिर चाहिँ कता कता असिना पर्यो, पानी पर्यो, कति धेरै नोक्सान गरायो कि। आज जालीमाथि पनि भारी पर्यो नि त, जाली पनि फुट्यो, बाँसहरू पनि फुट्यो। अनि म चाहिँ अब घरतिर जाँदैछु। जानुभन्दा अघि चाहिँ मैले कस्टमरलाई चाउमिन बनाउँदै थिएँ। हस् त, आजको लागि यति नै। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।